गाई भिडियो आज चाहिँ माथि कतै लागेसँग खाइसक्नु होला त्यो पनि डर खाइसक्नु भयो भने एउटा सबजनालाई माया सङ्क्रान्तिको शुभकामना धेरै भाइ मैले हाम्रो जस्तै हो हाम्रो चाहिँ अब बिहानमा गर्न पाएन हाम्रो बेलुका हुन्छ होइन चाहिँ अहिले कृषि रातैसम्म गाइसक्नु त्यस्तै काम चाहिँ गर्नु पर्यो नि त अब हामीलाई माघे सङ्क्रान्ति भन्दैमा काममै छोड्ने कुरो भन्न होइन हामी चाहिँ बिहानदेखि 2-3 बजीसम्म काम गरेर हामीलाई चाहिँ लाग्दैछौँ माघे सङ्क्रान्ति मनाउनु है त आइज कोसिसतिर भाइ चाहिँ हाम्रो राइडमा छ हामी सिक्किम ब्रो हाम्रो डान्स पनि जान्छ आज हाम्रो फेरि कोसिसतिर पुगेर होइन हामी 4जना सरर जाँदैछौँ अहिले हामी चाहिँ भनेको रेलवेतिर धरनछत्र रेलवे पुगिसक्यौँ पुग्न लाग्यौँ होइन अब पुगेर सर बिचको म क्लिप हाल्नेछु होइन अब पुरै त्यस्तो भ्लगै बनाउने भ्लगर चाहिँ होइन म हामी त सिक्दैछौँ एकदम हामी खासमा हेर्न हिँडेको चाहिँ घाम हेर्न हिँडेको घाम यतै देखिसक्यो होइन हामी पुग्दा चाहिँ घाम एकदम आज डुबिसक्ने अवस्थामा छ बिचको क्लिप हाल्नेछु त गाइजो के कस्तो हुन्छ हेरेर मनोरञ्जन दिनु होला हामी लागिसक्यौँ उता कोसीतिर होइन चतरा हुँदै हामी लाग्नेछौँ आज कोसी अब यस्तै छ मौसम चिसो मौसम भए पनि हामीलाई त मनाउनु पर्यो नि त आज माघे सङ्क्रान्ति त तरुलै खानुपर्छ भन्ने छैन भन्ने हामी चाहिँ अहिले लागिसकेका छौँ केटाहरू चाहिँ अगाडि 2जना काजी सर र सुलभ भाइ बाइकमा हामी सिक्किम र म चाहिँ स्कुटीमा होइन अहिले हामी जाँदैछौँ हाम्रो यात्रा कस्तो हुनेछ आज तपाईँहरूको के कस्तो भयो माघे सङ्क्रान्ति कस्तो भयो त तपाईँकोतिर यस्तो कमेन्ट हानु गाइजो हाम्रोतिर त्यस्तै भयो दिनभरि काम हानियो 2-3 बजीसम्म अनि अब चाहिँ बल्ल अब चाहिँ माघे सङ्क्रान्ति लागे जस्तो छ है त भन्ने हुँदैछ मलाई पनि पहिला चाहिँ हामीलाई लाग्थ्यो माघे सङ्क्रान्ति भनेपछि त है त भने दिएको बजारको हिँड्दै होइन उप्पु खाँदै त्यो दिनको याद आउँदैछ मलाई चाहिँ एकचोटि माघे सङ्क्रान्ति भन्दा मनाउनु पर्छ मैले होइन भने पुल चाहिँ एकदम लामो छ है पुल सबैजना थाहा होला पहिला सर भ्यू यस्तो छ भ्यू चाहिँ बबाल आइरहेको छ जुन हेर्ने हामीले हेर्ने घामै हो घाम चाहिँ डुबिसक्न लागिसकेको छ हामीलाई के भन्दैछ घामले थाहा छ छिटो आऊ केटा छिटो आऊ भन्दैछ हामीलाई होइन अब हामी एकदम सुनिरहेको छौँ हामीले तर के गर्नु हामीले बोलेको सुनिदिँदैन घामले म चाहिँ भन्दैछु एकछिन पर्ख्यौँ न त घाम आज के भयो त आज ढिलो अब हाम्रो राइडर फेरि अब स्कुटीमा 70-75 स्पिड छ भाइ बिस्तारो गर न भाइ बिस्तारो गर न सिक्किम भाइ बिस्तारो गर न भाइ चाहिँ हाम्रो यात्रा अब यस्तो जङ्गल कच्ची बाटो छिर्नु परेको छ गाएछ धुलो रहेछ होइन यस्तो धुलो छ नि हाम्रो धुलो देख्दा त के भन्नु र यता हाम्रो गाउँतिरको छ त जस्तो छ त बाटो त नानु भयो त एकदम धुलो भाइ यो यस्तै झन्डै हाम्रो चाहिँ झन्डै मेरो साथी गाडी घोडा भन्ने कुरो झन्डै गइयो आज सिक्किम बरोले झन्डै उडायो त त्यस्तै कहिलेकाहीँ मिस्टेक हुन्छ यात्रा हाम्रो निरन्तर छ अझै पनि गाइडहरू फर्केर आइसक्नु भएर छ यसो उनीहरूको सिटमा आइसकेको होला हामी चाहिँ भर्खर जाँदैछौँ होइन त्यस्तै हो आउने जाने एकदम गाडी छ अझै पनि होइन मान्छे एकदम बाटो चाहिँ धुलो छ है धुलो बाटो आयो नयाँ लुगा सबहरू भयो होइन त्यस्तै भयो के गर्नु जानु पर्यो धुलो बाटो त्यस्तो कोही पहिलादेखि चाहिँ भएको आज खायो धुलो यस्तो आउँछ गाडीहरू अब यसले कति धुलो लिएर आएको त बिचा गरौँ त गाइजो यस्तो धुलो बाटो छ हाम्रो जानुपर्ने छ हुन्छ बाटो त्यस्तो छ होइन यो चाहिँ नोडा पुग्न लागि हामी अहिले नोडामा छौँ होइन बाटो चाहिँ यस्तो छ नोडाको सर्कट भनेर आइयो तर बाटो चाहिँ धुलो चाहिँ धेरै खाइयो ताजा मान्छे बेस सोधै भनेर छ मैले गर्दा रमाइलो केटाहरू अगाडि 2टा
यात्रा जारी छ सिक्किमेले झन्डै आज उडायो माथि पुऱ्यायो सिक्किमेले झन्डै उडायो नि आज के गर्नु यहाँ त पहिले नै आएको थियौँ हामी यता क्यारमबाट हान्थ्यो केटाहरू जस्तो जाडो पनि क्यारमबाट हान्थ्यो होइन ठिक छ आफ्नो आफ्नो नागेसँग थियो नि त आज नागेनी मेला नडा त यता पो त क्षेत्र पो त पर क्षेत्र छिर्यौँ हामी अहिले सर जाँदैछौँ यात्रा जारी छ अझै बाटो हाम्रो भनेको धुलै मैले कत्लै बाटै जाँदैन म त जसै हामी जानुपर्दा चाहिँ कहाँ हो थाहा छैन अब त हामीले पनि बाई बाई भन्छ हामीलाई त पनि जाँदैछौँ हामी हामी पुग्छ रन्द छ हामी बाबा मलाई पनि याद आउँछ सानोमा गरामा हालेको फुटबलको याद आउँछ यहाँ क्या त्यहाँ हामी होस्टेलबाट आएको थियौँ क्या हामीले होस्टेलमा चुरो ठन्डी नभने भुइँको ठुटा खोज्दै खाएको क्या ए यस्तो छ हाम्रो ताल केटाहरूको त्यही भएर जहाँ लक्ष्मी चुरोट भन्ने कुरो चाहिँ खानु हुँदैन है गाई छु अब हाम्रो लगभग हामी लगभग लागिसकेको छौँ हाम्रो यात्रा अब 10 15 मिनट भन्छ हामी पुरै सुधा छ हाम्रो गन्तव्यमा त्यो गन्तव्य अपरेटमा दिइहाल्छु जस्तो भयो नि पहिलो पहिलो यस्तो सिकेछौँ हामीले यस्तो कुरा यस्तो रमाइलो हामी सानोतिनो रमाइलो हाल्नु परेको हाल्नु नानीसँग रमाइलो के कस्तो हुन्छ नाच गाडी आएछु कता हो हामी जाने चाहिँ कता हो गाइछु कता हो टाढो त छिक्यो धुलो पो अलिअलि पो खाइदिएछ त सेतो मलाई छिक्यो मेरो कति लाग्छ पुग्नु अब हाम्रो यात्रा आस्ते सबै बस स्ट्यान्ड आएर हाम्रो उल्टो बाटो छिर्यो क्या हामी पर कहाँ यो धुलो गाडी आएर मजै भएन नि धुलो घाटी किन छिरेको हामी धुलो घाटी किन छिरेको हामी खासमा 17 जाने बाटोबाट आउँदा हुन्छ क्या चलिन्छ यस्तै हो धुलो खानुपर्छ धुलो त गइहाल्छ नि ज्याकेट धुन्छ तर हाम्रो रमाइलो पो जाँदैन नि त छेउछेउमा नजिक करिब हामी आइसकेको छौँ होइन मान्छे फर्किने क्रम जारी छ हामी चाहिँ अब जाँदैछौँ लाग्छौँ अब लगभग त्यो छैन कति मिनट छ कता हो यतै रहेछ यस्तो छ मान्छेको भिड छ हामी ढिलो गरेको हामीले आउनलाई मान्छे फर्किने क्रम जारी छ हामी चाहिँ के गर्यो त आज नागैसँग चाहिँ हामीले ढिलो बनाउने भयो हामी चाहिँ त्यही हो भोलि बिहान उठेर हिँड्नुपर्ने हुन्छ हामीले चाहिँ बाटो त राम्रो हुन्छ बनाएको छ मान्छेले गाडीहरू बनाउँछ गाडी छ हो अहिले त आउने क्रम फर्किने यस्तो खाद्यहरूलाई चाहिँ मार्नु भनेको न बाटै उसकै मात्र बाटो जस्तो गर्छ तोरीबारी पनि रमाइलो छ होइन अब हामी लगभग पुगिसक्न लागिसक्यौँ तर आज नुहाउनु चाहिँ पर्छ आज बेलुकै भए पनि नुहाउँछौँ हामी नुहाइसक्यौँ आज के हो यिनीहरू छैन त ए गाई गोरु बोकेर आयो हेर्नु चाहिँ के आएको हामी अब के हेर्ने त भन्दा अब अर्काको गल्ती हेर्ने फर्किने के गर्नु त त्यो गाडी छ यसलाई त के भन्नु यसलाई के सम्झाउनु जाम छ मान्छे फर्किने जामै फेरि यो चाहिँ अब हामी भर्खर जाँदैछौँ यस्तै छ त्यो आज चाहिँ डेन्जरै लागेको रहेछ मेला चाहिँ भन्ने कुरो बुझ्नुपर्छ हामीले गाडी यसले दिँदैछ चटक फेरि यसले चाहिँ हाम्रो हिरो छ भने होइन अब चाहिँ हामी ल पुगिसकेको छौँ अब चाहिँ लगभग पुगिसकेको छौँ होइन यहाँ चाहिँ रात परिसकेको छ हामी पुग्दा एकदम ढिलो गरेको छ हामीले यहाँ चाहिँ एकदम जाम छ है भिड छ मान्छेहरू यस्तो रहेछ माहौल यही हेर्न आयो कुद्दै आएको हामी हेर्ने हामीले यति नै हो देख्ने यसको लागि कुद्दै आयो धुलो मैलो हुँदै होइन न पर अनि भेटिँदैन नि त भिडिहाल्छ नि केटाहरू परेन पुग्न त पुग्यो कोसिस सर र पुग्यो पुग्न चाहिँ होइन अब केटाहरू चाहिँ दुईवटा बाटो नै हराए बाइकमा आउने केटाहरू
यस्तो छ अहिले दिउँसो बेलुकाको माहौल त यस्तो छ होइन अब विचार गर्नु दिउँसो कति थियो होला माहौल तपाईँहरू सोच्न सक्नुहुन्छ कति थियो होला त गाडी अहिले यस्तो छ माहौल कहाँ थियो भाइ एकदमै पहिला यता माहौल जाउँ न माहौल केटाकेटी हेरौँ न हाल्छ है आउनु चाहिँ पर्ने ठाउँ रहेछ एक्चुली हो तर हामी चाहिँ ढिलो आइपुग्यो यस्तो धुलै कत्ले मैले भएर आइयो तर गोठमा हामीले अब पर्सि हाम्रो नि म्युजिक भिडियो निबाट सुरु हुन्छ हाम्रो गोठबाट होइन है नि हाम्रो रिलिज गर्ने हो गीतको बोल के छ भन्नु त हाम्रो मायामा पागल भयो म अनि हाम्रो अब मायामा पागल भयो भने गीतमा हाम्रो म्युजिक भिडियो छिट्टै आउने छ गाई चाहिँ हाम्रो यस्तो छ हाम्रो कोसी यस्तो छ तार स्कुटीको अब यस्तोमा स्कुटी कस्तो होला विचार गरौँ न गाई चाहिँ कोसी त अब के स्विमिङ त हान्नु हुँदैन के गर्नु बगाउँछ होला खेल्न आउँदैन अब हामीले अब लगभग यहाँ देख्नु सक्नुहुन्छ मान्छेको आज माघे सङ्क्रान्ति मेला बनाएर फर्किने मान्छेको लड थियो अघिसम्म अहिले खोइ त र्याली ठुलो मान्छे फर्किने क्रम एकदम छ हामी चाहिँ लगभग 40 गाडी पुगेको छैन हौ मान्छेहरू पुग्नु त बाटोमा हेर न लगभग हामी चाहिँ अब पुग्नु लागिरहेको छौँ मान्छे चाहिँ एकदम फर्किने चाहिँ एकदम भिड छ आज आउनु हामीले ढिलो गरेको छ होइन यस्तै भयो अर्कोचोटि छिटो आउनुपर्छ घामले चाहिँ अघि नै हामीलाई बाटोदेखि फर्केर गाइछु भनेको भन्दा चाहिँ अघि हामी जाँदैछौँ सिक्किमहरू ढाल्छ कहाँ पुरा सिक्किमहरू उडाउँछ आज उडाउँदै अघि भन्नु उडायो लगभग परि यस्तो छ जाडोमा आएको तपाईँ मजा हुन्छ कोही बारे सिक्किमदेखि सुरु मान्छेहरू पनि त भयो गाइछु मान्छे फर्किने लहर छ होइन हामी चाहिँ भर्खर जाँदैछौँ ढिलो गरेको छ आज हामीले भन्ने कुरो बुझ्दा हुन्छ त्यसपछि म्याजिक गाडी त के हो लगभग आइपुग्नु लागिसकेको छौँ अब हामी के गर्नु यही त हेर्नु होला नि त अब बेलामा आइपुगिएन बत्ती छ 2-3वटा मान्छे सब फर्किसके यति हेऱ्यो फर्क्यो चित्त बुझाइयो त के गर्नु त हामी चाहिँ यहाँ अब आइसक्यो रमझम चलिरहेको छ होइन अब हामीलाई चाहिँ के गर्नु त अब आइपुग्यो केही त खाना पऱ्यो भनेर हामीले चाहिँ अब यहाँ कटेजमा अर्डर गरेको छौँ यस्तो छ राम्रो छ व्यवस्था चाहिँ होइन केटाहरू त छन् अब हामी के गर्नु रमाइलो छ यहाँ फोटो खिच्न राम्रो छ ठाउँ होइन यस्तो धलसजा हालेको छ होइन तपाईँहरू आउनु सक्नुहुन्छ एकचोटि नजिकै हुनुहुन्छ भने होइन आउनु होला रमाइलो गर्नु होला हामीले चाहिँ रमाइलो गरिसक्यौँ अब अघि यस्तो बोर्डसुट हानेको फोटो चाहिँ भिडियो चाहिँ गर्न सकिनँ अब डर लाग्छ क्या फर्स्टचोटि चढेको फोन झर भन्दाखेरि जान्छ नि त त्यही भएर होइन गर्न मन चाहिँ त डर लाग्यो मलाई त्यही भएर गरिनँ कस्तो भयो तिमीलाई त्यो नाम बोर्ड हान्दा त्यही भएर मैले चाहिँ जब डर आएको मलाई चाहिँ फोन चाहिँ मैले झिक्न चाहिँ मन थियो होइन तर रमाइलो छ मेला चाहिँ ठुलो लाग्दो रहेछ अब बत्ती छ होइन हामीले यसो फोटोसोटो हानिसक्यौँ अब हामी टक्कै खानुपर्छ एक सरको खानुपर्छ होइन अनि हामी निक्लिन्छौँ यहाँ फेरि हामी जानेछौँ धरानतिरै बिचमा फेरि म देखाउँछु धरानको जङ्गलमा यता हुनुहुन्छ हेलो हामी चाहिँ त्यहाँबाट कोसीबाट फर्किसकेको छौँ होइन अहिले हामी फर्किने क्रममा अहिले काला भन्दै आइसकेको छौँ होइन अब हामीले चाहिँ मिलन चोकमा हामी अब सेको खानु पऱ्यो नि त आज माघे सङ्क्रान्ति मनाउनु पऱ्यो भन्ने सिद्धान्तले हामी सेको अर्डर गरेको छौँ होइन सेको हामी कुरो भइरहेछ अब हामी सेको दामी छ पहिले पनि खाएको थियौँ हामी सेको यहाँ केटाहरू कस्तो छ पहिला सेको दामी थिएन पहिले मिलन चोकको टक्कर चाहिँ यस्तो छ बाहिरको सिन पनि देखाउन सक्छु हेर्नु होला गाइछु दामी छ क्या यहाँ चाहिँ यस्तो क्यारम बोर्ड नै छ होइन अहिले पहिला आउँदा चाहिँ यस्तो थिएन तर अहिले चाहिँ दामी भइसकेको छ क्या पहिला चाहिँ यस्तो थिएन होइन चाहिँ दामी भइसकेको छ विकास भइसकेको छ यहाँ चाहिँ टक्कै यहाँ भट्टी देख्नु सक्नुहुन्छ सेको हामी खाने पोल्ने सेको पोल्ने भट्टी चाहिँ यहाँ छ सेको पोल्ने भट्टी चाहिँ यहाँ छ हामीले खाने सेको यहीँ हो पहिला पनि दामी बनेको थियो यस्तो टक्कै आएर नि अब राख्नुपर्ने छ यहाँको सेको टक्कै यहाँ छ सिक्किम ब्रो के छ सेको बबल छ नि यहाँको सेको है हामीले सुँगुर यहाँ छ हाम्रो कुखुरा सुँगुर यहाँ छ हाम्रो सुँगुर हान्ने हामी सुक्खा
चुवाचे यस्तो क्यामेरा फेरि ठ्याक्क साइडमै क्या आइपुग्छ हामी अब साइडमा क्यामेरा नि हान्नु पऱ्यो हो गाइस सर आफ्नो काममा लागिसक्नु भएको छ होइन पहिला हामी आउँदा चाहिँ भट्टी थियो क्या पहिले सानो थियो भट्टी विकास भएर त्यत्रो भट्टी भइसक्यो पहिला हामी खाँदा चाहिँ यता थियो क्या भट्टी यहाँनिर थियो हाम्रो पहिलोचोटि चाहिँ हामीले पहिलो मगायौँ पहिलो चटपटे मगायौँ हामीले सुरुमा अब यसो आइपुग्न टाइम लाग्नुभयो चटपटे हामीले चेस गरेर हुँदा फेरि हामीले चाहिँ खाएर एक लटलाई सुँगुरको कति आइसकेको छ होइन अब सुँगुरको चाहिँ कति दामी छ है फेरि यहाँको चाहिँ अब खानु पऱ्यो सम्झिनु होला देखाउ त भाइ देखाउ न के अरे मैले चाहिँ अब खाएँ केटाहरू चाहिँ खाँदा पनि लजाउँछन् खायो श्रीमान लजाइ राख्नु होला नि त तेरी खाऊ बियर त खान्छ त तेरी काठ्यौ तेरीका लुगा हो तपाईँ त बाउले त सुँगुर मासु च्याङमा च्याङमा खाऊ न च्याङमा ए च्याङमा त्यसपछि के भयो दादा हो अब त्यहाँनिर मेसमा त सबैले अब सुँगुर मासु पकाइयो हो पकाइयो सुँगुरको र मासु र साग यति मिठो पकाइयो यति मिठो पकायो त कुनै नगरौँ न खानेलाई मात्रै खान्छ बिचरा त्यो बाहुन सुँगुर मासु नखाएको त बिचरा होइन बाध्यताले खानु पर्यो नि त अनि सुँगुर मासु र भात खाँदैछ अरे क्या सुन न सुँगुर मासु र भात खाँदाखेरि एक पिस खायो अरे क्या सुँगुर मासु अनि एक पिस सुँगुर मासु खान्छ रुनु थाल्यो अरे क्या अनि अब अरू त आएको थियो नि त अरू त आएको थियो नि बिचरा बाहुन कहिले नै सुँगुर मासु खाएको अब रुनु थाल्यो बिरामले अब बिरामले रुको होला भनेर हामी कहाँ खोज्नु त उहाँ मलेसियामा भन त मलेसियामा रुनु थाल्यो पिर पऱ्यो नि त अनि एकछिन पछि रुच्दै के भन्छ त रुच्दै गन मौनी साथी यो मासु त मैले पहिल्यै खानु पर्ने रहेछ नि यति मिठो हुँदो रहेछ भइसकेको छ आज थाहा भयो भने रुच्दै मासु र भात खाएर भाइ त्यो कुरा चाहिँ के हो थाहा छ तपाईँले अहिले खानु भएन नि हरेक कुरा भाइ मैले सिक्नु पाएको जुठो कि खानु पर्थ्यो भन्नुहुन्छ क्या खानु त यो बियर त म जिन्दगीमा खान्न नि त भाइ जिन्दगीमा